हेलो साथीहरू, आज पनि एउटा दुःखद भिडियो लिएर आएको छु। साँच्ची नै मधुबन नगरपालिका वार्ड नम्बर 1 भन्दा पनि हाम्रै गाउँ कुसुममा एउटा बाघ मृत अवस्थामा भेटिएको छ। अनि केही समय अगाडि हामी त्यस्ता घटनाहरूलाई चाहिँ बाघले चाहिँ मान्छेलाई चाहिँ मारेको धेरै छन्, हामी धेरै घटनाहरू छन्। अनि हिजो नै एउटा भिडियो आएको थियो, यता पारी साइड पनि चितुवाले आक्रमण गर्यो। अनि यो मानिस र यो जनावर बिचको द्वन्द्व कम गर्न सरकारले केही न केही पहल चालु गर्नुपर्छ। आज बर्दिया राष्ट्रिय निकुञ्ज वरपर बस्ने हामीहरूलाई त अप्ठ्यारो छ। आज नेपालमा यति बाघ छन्, बर्दियामा यति बाघ छन् भनेर देशको नाम उच्च हुन्छ, तर ज्यान गुमाउनु बर्दियाली जनताले परिरहेको छ। आज 5 वर्षमा 76 जनाको ज्यान गइसकेको रहेछ। अनि यतिले ज्यान जाँदा चाहिँ सरकारको ध्यान कहाँ छ? मानिस र जनावर बिचको द्वन्द्व कम गर्न सरकारले केही न केही पहल चालु गर्नै पर्छ। होइन भने हामी बर्दियाली जनताहरूलाई बस्न चाहिँ गाह्रो छ। हामी निकुञ्ज